दिन घमाइलो थियो। विद्यार्थीहरू कोही चौरमा, कोही बरन्डामा, कोही पर्खालमा बसेर घाम तापिरहेका थिए। कोही किताब खोलेर बसेका थिए, पढिरहेका जस्ता पनि देखिन्थे। कोही लेखिरहेका पनि थिए, कोही भने गफी नै मग्न थिए। सर म्याडमहरू पनि आफ्नो विषय विभागको कोठा अगाडि पेटीमा उभिएर आफूहरूलाई तताइरहेका थिए। समग्रमा वातावरण लोभलाग्दो थियो। क्लासमा पढिरहेका विद्यार्थी भने झ्यालबाट त्यो रमिता हेर्दै छटपटाइरहेका थिए। यो एउटा सानो सहरको एकमात्र क्याम्पसको दृश्य थियो। उक्त क्याम्पसको मध्यभागमा बनाइएका रमणीय फुलबारीको चौरमा सौम्या आफ्ना साथीहरूसँग बसिरहेकी थिइन्। लिजर पिरियड थियो। आइए प्रथम वर्षको पढाइ सुरु भएको 1 महिना पनि बितेको थिएन। साथीहरूसँग परिचित हुने, नजिकिने क्रम जारी थियो। केही अनुहारहरू नयाँ थिए, केही स्कुलदेखि परिचित पनि थिए। त्यसैमध्ये बिना पनि थिइन्। उनलाई सौम्या स्कुलदेखि चिन्थिन्, तर बोलीचाली भने कहिले हुन पाएको थिएन। स्कुलमा 1 वर्ष सिनियर थिइन् बिना। एसएलसीमा 1 वर्ष विषय लागेपछि आइएमा सौम्यासँग पढ्ने संजोग जुरेको थियो। अचानक बिनाले भनिन्, मलाई एसएलसीमा फेल भएर 1 वर्ष घर बस्नु परेकोमा पटक्कै पछुतो छैन। प्रसङ्ग बिनाको यो वाक्य सुनेर सबैले बिनालाई हेरे। उनी आँखा चिम्म गरेर लेग्रो तानेर अझै थप्दै थिइन्, सौम्यासँग पढ्न पाएकोमा म खुसी भएकी छु। पोहोर म पास भएकी भएँ, यसपालि सौम्यासँग पढ्न पाउने थिएन। यति भनेर उनले आँखा खोलिन्। उनको अनुहार पुरै मुस्काइरहेको थियो, अर्थात् उनी वास्तवमै खुसी थिइन्। सौम्या छक्क परेर बिनालाई हेर्न थालिन्। अरूले पनि त्यसै गरे। कुराको छेउटुप्पो कसैले बुझेनन्। बिनाले फेरि कुरा थपिन्, मलाई सौम्या असाध्यै मनपर्छ। तिमीलाई थाहा छ सौम्या? उनी सौम्यातिर फर्किन्। तिमी मलाई स्कुलदेखि मन पर्थ्यौ। सानो सानो आँखा, सानै नाक, होची होची, मोटी मोटी, कालो बाक्लो, लामो कपाल, इनोसेन्ट फेस, चिम्प्यान्जी जस्तै। अन्तिम शब्दले सौम्यालाई मानौ झटारो हान्यो। उनले झस्केर बिनालाई हेरिन्। बिना उनीतिर नै हेर्दै मुस्काइरहेकी थिइन्। उनले तुरुन्त अरू साथीहरूलाई हेरिन्। सबै आफ्नै सुरमा मग्न देखिन्थे। सौम्याले एकपटक फेरि बिना र अरू साथीहरूलाई पालै पालो हेरिन्। अरू साथीहरूले मानौ त्यो शब्द सुनेनन्। बिनाको अनुहारमा पनि व्यङ्ग्य जस्तो केही थिएन। सौम्यालाई लाग्यो उनले गलत सुनिन्। मनमनै भनिन्, होइन, बिनाले चिम्प्याजी चाहिँ भनेको होइन होला। घन्टी लाग्यो। सबैजना गुटुटुर क्लास बसे। अन्तिम घन्टी लाग्न साथै सबै घरतिर लागे। सौम्याले पनि त्यो वार्तालाप बिर्सिन्। केही दिन बितेको थियो त्यस वार्तालापको। लिजर पिरियडकै कुरा हो। सौम्या आफ्नो उनै साथीहरूसँग क्यान्टिनमा बसेर चिया पिउँदै थिइन्। तातो भाप उडिरहेको चियाको गिलास सबैको हातमा थियो। सौम्या तन्मयताका साथ चिया पिउँदै थिइन्। त्यो देखेर बिनाले भनिन्, हेर न, सौम्याले कस्तरी धित मारेर चिया पिएकी। सबै साथीहरू गललल हाँसे। सो कुरामा सहमति जनाउँदै प्रज्ञाले भनिन्, यहाँ सबैभन्दा बढी चिया पिउने सौम्या नै होला। सौम्या केही नबोली चिया पिउँदै मुस्कुराई मात्र। उनको मुस्कुराहट सकिन नपाउँदै बिनाले हाँस्दै भनिहालिन्, हेर न सौम्याको अनुहार कस्तो इनोसेन्ट देखिन्छ, चिम्प्यान्जी जस्तै। पिउँदै गरेको चियाको घुड्को सौम्याको घाँटीमा अड्कियो। अनुहार रातो पार्दै उनले सबै साथीहरूको मुखमा हेरिन्। कसैले त्यो कुरा ध्यान दिएको जस्तो लाग्दैन थियो। सौम्याको ध्यान भने अब चियाको मिठासबाट हटेर चिम्प्यान्जी भन्ने शब्दमा अड्किन पुग्यो। बिनाले 2 पटक भइसक्यो मलाई चिम्प्यान्जी भनेको। किन त्यसो भनेको होला? मलाई नै किन त्यसो भनेको होला? कति राम्रो लाग्छ अरे, अनि चिम्प्यान्जी जस्तो पो लाग्छ अरे। यो पटक त मैले गलत सुनेको हुँदै होइन। बिनाले चिम्प्यान्जी नै भनेकी हो। सौम्यालाई भित्रभित्र त्यस शब्दले प्रहार गरे जस्तो लाग्न थाल्यो। उनको मन र अनुहार दुवै अँध्यारो भएर आयो। केही दिन बितेको थियो त्यस घटनाको। हतार क्याम्पस जाँदै थिइन् सौम्या। आज घरमा पहाडबाट केही पाहुनाहरू आउनु भएको थियो। आमालाई काम सघाउँदा केही बढी समय बितिहाल्यो। ल तिमी भात खाएर पढ्न गइहाल त।
आमाले मायालु पाराले हेर्दै सौम्यालाई भनेपछि पो सौम्या जसँग भएकी थिइन्। छिटो छिटो पाइला चाल्दै थिइन् सौम्या। पछाडिबाट कसैले बोलायो, सौम्या। त्यो स्वर त बिनाको थियो। स्वरको पहिचान हुने बित्तिकै सौम्याको कञ्चट तनक्क तन्क्यो। उनले आफ्नो पाइला नरोकी अघि बढो जस्तो लाग्यो। तर पनि औपचारिकता निर्वाह गर्दै उनी पछाडि फर्किन्। तिमी पनि भर्खर आउँदै बिना? हेर न, लेख्रो तान्दै उनले भन्न सुरु गरिन्। आज भात पकाउने पालो साइली बहिनी मिनाको थियो। उनले ढिलो गरिन् अनि मलाई पनि ढिलो भइहाल्यो। ठिकै छ, तिमीसँगै भए। पाइला चाल्दै मुसु मुसु हाँस्दै बोल्दै थिइन् बिना। एकछिन रोकेर फेरि भनिन्, तिम्रो फेस कस्तो इनोसेन्ट छ हगि सौम्या, चिम्प्यान्जी जस्तै। यसपटक सौम्याले नसुने झैँ गरिन्, तर कर्के आँखाले उनी बिनाको अनुहार हेर्दै थिइन्। बिनाको अनुहारमा कुनै व्यङ्ग्य थिएन, रिस जस्तो कुरा पनि देखिँदैन थियो। साँच्चै भन्ने हो भने असल साथीको जस्तै भाव उनको अनुहारभरि छताछुल्ल भएर पोखिएको थियो। फेरि किन चिम्प्यान्जी शब्दको प्रयोग गर्छिन् उनी मलाई? सौम्याले बुझ्न सकिरहेकी थिइनन्। एक मनले त उनलाई बिनाको मुखभरि जवाफ लगाइदिन मन लाग्थ्यो। अरूलाई त्यसै चिम्प्यान्जी भन्न पाइन्छ, किन चिम्प्यान्जी भनेको? तर अर्को मनले भन्थ्यो, उनी मलाई त्यस्तो मन पराउँछिन्। चिया खान म नभई जाँदिनन्, क्लासमा पनि प्राय सँगै बस्छिन्। सौम्याले यसभन्दा अगाडि सोच्न सकिनन्। आज जेसुकै भनुन्, गुलाबको फुललाई जुनसुकै नामले सम्बोधन गरे पनि के फरक पर्छ र? उनले आफैलाई सान्त्वना दिन खोजिन्, तर फरक पर्दो रहेछ। सौम्यालाई फरक पारिरहेको थियो। यस शब्दको प्रयोगले उनको र बिनाको मित्रतामा पनि फरक पार्दै गइरहेको थियो। बिनाले थाहा नपाएको होस्, उनी भने जानी जानी बिनासँग टाढा हुँदै थिइन्। उनलाई बिना भएको साथी समूह पनि बस्न मन लाग्दैन थियो हिजो आज। बिना धेरै बोल्थिन्, उनी सबैसँग नै धेरै बोल्थिन्। बोल्ने विद्यार्थीमा गनिन्थिन् बिना। बोल्दा बोल्दै कुनै पनि बेला उनी सौम्याको तारिफमा 2-4 शब्द बोल्न चुक्दिन थिइन्। अन्त्यमा त्यो एक शब्द चिम्प्यान्जी अवश्य प्रयोग गर्थिन्। राति सुतिरहेको बेलामा पनि बिउजिथिन् सौम्या र धेरै बेर यसै विषयमा सोचिरहन्थिन्। खाँदा खाँदै, हिँड्दा हिँड्दै, हरेक क्षण नै भने जस्तो यस शब्दले उनलाई पिछा गर्न थालेको थियो। एक प्रकारले साथीहरूसँग नै विरक्तिन थालेकी थिइन् उनी। मुख फोरेर प्याच्च केही भनिहाल्ने सौम्याको स्वभाव थिएन। घरमा आमासँग झर्किन लागेकी थिइन्। आमा पनि छक्क पर्नु भएको थियो। के भएको छ हिजो आज सौम्यालाई? सानो कुरामा पनि झर्किन्छन्। एक दिन रहस्य खुल्यो। सौम्या खाजा खाँदै थिइन्। खाजामा स्वाद भेट्न हम्मे हम्मे परिरहेको थियो उनलाई, किनभने उनको सम्पूर्ण इन्द्रिय चिम्प्यान्जी भन्ने शब्दमा केन्द्रित हुन पुगेको थियो। कति नमिठो, मुख बिगार्दै सौम्याले भनिन्। ल यति मिठो छ, अघि भाइले त कति मिठो मानेर खायो। आमाले भन्नुभयो। फेरि थप्नुभयो, आलुको परिकार त तिम्रो फेभरेट होइन र? सौम्याले यति मात्र भनिन्। एकछिन चुप लागेर बसिन्। आमा पनि सौम्यालाई हेरेर मनमनै कुरा खेलाइरहनु भएको थियो। यसपालि 15 वर्ष पुरा गर्दैछिन् सौम्या। यो उमेरमा किशोर किशोरीहरू यस्तै हुन्छन्, कतिखेर खुसी हुन्छन्, कतिखेर रिसाउँछन्। आमाले मायालु स्वरमा भन्नुभयो, अर्को खाजा बनाइदिउ त, के खाने? भएको खान मन छैन, सौम्याले बिस्तारै भनिन्। आमाले फेरि सोध्नुभयो, साथीहरूसँग झगडा भयो? पढाइ गाह्रो छ कि? होइन, छैन, सौम्याले भनिन्। आमाको सहानुभूति व्यवहारले उनी केही खुलिन्। उनले के सोचेर हो आमालाई भनिन्, आमा ती बिना छिन् नि, उनलाई म खुब मन पर्छु रे। आमाले भन्नुभयो, तिमी छेउनै मन पराउने खालकी? अलि रिसाएको जस्तो गरेर फेरि सौम्याले भनिन्, होइन, म चिम्प्यान्जी जस्तै लाग्छ रे उनलाई। आमा कुरा नबुझेर चुप लाग्नुभयो। म राम्रो छु अरे, सानो सानो मोटो मोटो इनोसेन्ट फेस भएको चिम्प्यान्जी जस्तै। मुख बिगार्दै उनले थपिन्। आमाले भन्नुभयो, उनले तिमीलाई नराम्रो त भन्न खोजेको होइन नि, भन्ने तरिका फरक भयो। किन वास्ता गरेको यस्तो कुरा? नचाहिँदो कुरामा टाउको नदुखाउ न। आमासँग कुरा गरेर उनलाई केही हलुका भएको जस्तो लाग्यो। उनले मनमनै सोचिन्, साँच्चै बिनाले मलाई नराम्रो त भन्न खोजेको होइन नि, भन्ने तरिका फरक भयो। किन वास्ता गर्ने मैले यस्ता कुरालाई? सोच्दा सोच्दै उनले कतिखेर खाजा खाइसकिन् उनलाई थाहै भएन। खाजा खाइसकेर उनी पढ्न बसिन्।
उनको अनुहारमा आएको भावको उतार चढाव देखेर आमा पनि सन्तुष्ट भएर भान्सातिर लाग्नुभयो। दिनहरू बित्दै गए। सौम्या बिनाप्रति पहिले चाहिँ सामान्य व्यवहार गर्न थालिन्। एक दिन लिजर पिरियडमा क्लासमा साथीहरू बीच संसार सृष्टिको विषयलाई लिएर बहस चल्यो। सबैले आआफ्नो तर्क प्रस्तुत गरे। एकजना विद्यार्थीले विष्णुको 10 अवतारमा संसार सृष्टिको रहस्य लुकेको कुरा बतायो। अर्कोले पाश्चात्य विद्वानको हवाला दिँदै एक कोशीय अमिबाबाट सुरु हुँदै चिम्प्याजी अनि बल्ल आजको स्वरूपमा मानव आएको ठोकुवा गर्यो। छलफल सिद्धियो। सबैले ताली पिटे। बोल्ने र सुन्ने सबै सन्तुष्ट भए झै लाग्थ्यो। अचानक बिना सौम्याको अगाडि आइन् र भनिन्, सौम्या सरी। सरी किन? सौम्या छक्क परिन्। मैले तिमीलाई कुरै नबुझी चिम्प्यान्जी भनेछु। चिम्प्यान्जी भनेको के हो मलाई थाहै रहेनछ। मैले त सानो सानो आँखा, सानो नाक, इनोसेन्ट फेस, कस्तो राई लिम्बू गुरुङ मगज जस्तो अनुहारको भन्न खोजेकी थिएँ। बिनाले मन खोलेर राखिन्। ए मङ्गोलियन फेस भन्न खोजेको? सौम्याले सोधिन्। हो त्यो भन्न खोजेको। मङ्गोलियन भन्न नआएर चिम्प्यान्जी भनेछु। चिम्प्यान्जीको मतलब त अर्कै पो हुँदो रहेछ। सरी ल सरी, प्लिज नरिसाऊ है। बिनाले अनुनयपूर्वक फेरि भनिन्। सौम्याको रहल पहल गुनासो पनि हरायो। उनले बल्ल कुरा बुझिन्। बिनाले उनलाई आदिवासी जनजाति जस्तो अनुहार, कद, काठकी जसलाई मङ्गोलियन पनि भन्ने गरिन्छ त्यसो भन्न खोजेकी रहेछिन्। शब्दको चयन गर्न नआएर गलत शब्दको प्रयोग भएछ। उनले हँसिलो अनुहार पारेर बिनालाई हेरिन् र बिनाको हात समाउँदै भनिन्, तिमी जस्तो साथीसँग पनि रिसाउनु हुन्छ र? सौम्याको मन उज्यालो भयो। त्यो उज्यालो सरेर उनको अनुहारमा पुग्यो।